हेलो नमस्ते वेलकम ब्याक माई भिडियो है। म चाहिँ अब कपाल गर्न गइरहेको छु। आज चाहिँ मेरो कपाल एकदम चिसो छ, भर्खर नुहाएर आएको अनि कपाल कोर्दैछु भर्खर है। आज फेरि मलाई ढिलो हुन्छ जस्तो लागिरहेको छ कि त्यही भएर चाहिँ छिटो छिटो गर्दैछु। अनि आज चाहिँ फेरि एकदम लट्टा परेको छ किनकि चिसो कपाल चाहिँ एकदम लट्टा पर्छ। अनि कोर्दैछु है। ल छिटो 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 कोर्छु तर अझै लट्टा परिरहेको छ। कहिले कहिले त कपाल काटिदिउँ लाग्छ लामो कपाल लट्टा पर्दाखेरि है। जब खोप कोरिन्छ नि अरू बेला ठिकै हो, तर कहिले कहिले कोर्दाखेरि हतारमा चाहिँ रिस उठ्छ। तर पनि के गर्नु, माया लाग्छ कपालको, आफूले पालेको है। अनि त्यस कारण काट्नु मन लाग्दैन। तर के भन्छ कहिले कहिले साह्रो इरी हुन्छ, त्यही हो। अनि मेरो चाहिँ अब सकिनु आँट्यो है। अब भनौँ न सक्यो नि भन्दा नि हुन्छ। मैले कपाल कोरेर अब यसरी मजाले एक साइड गरेपछि त भयो। अब चाहिँ मैले बाँध्न थालेँ कपाल। मेरो कपाल चाहिँ अब रेडी भइसक्यो भन्दा नि हुन्छ। म सिर्फ यसरी हल्का क्लिप अड्काउने मात्रै कि अगाडि कपाल नआओस् भनेर। यति पनि लट्टा पऱ्यो, यस्तो छ नि डिफिकल्ट हुन्छ लङ कपाल भनेपछि। ल म चाहिँ अब रेडी भएँ, मेरो यत्तिकै जाने हो किनकि कपाल सुकेको छैन। थ्याङ्क यू फर वाचिङ।